साथीहरु धनुषाबाट एउटा महत्त्वपूर्ण खबर आएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले अनुचित लेनदेन अर्थात मिटर ब्याज सम्बन्धी आरोपमा 3 जनालाई पक्राउ गरेको छ। यस घटनाले स्थानीय क्षेत्रमा ठूलो चर्चा र चासो पैदा गरेको छ। प्रहरीका अनुसार जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 16 निवासी हरेराम शाह, उनकी आमा रेखा कुमारी शाह तथा काका गोपाल शाहलाई पक्राउ गरेका छन्। साथीहरु हरेराम शाहलाई काठमाडौँबाट पक्राउ गरिएको हो। रेखा कुमारी शाहलाई भारततर्फ भाग्ने क्रममा जटही नाकाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। त्यसैगरी गोपाल शाहलाई जनकपुर स्थित जानकी वाटिका होटलबाट पक्राउ गरिएको हो। यसैबीच हरेरामका बुबा बलराम शाह भने अझै फरार रहेका छन् र प्रहरीले उनको खोजी जारी राखेको जनाइएको छ। धनुषाका प्रहरी न्याब उपरीक्षक मसुसूदन नौपानेका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अनुचित लेनदेन सम्बन्धी मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान भइरहेको छ। प्रहरीले हरेराम शाहको कार्यालयमा समेत छापामारी गरेको भए पनि अनुसन्धानकै कारण थप विवरण सार्वजनिक नगरिएको जनाएको छ। मिटर ब्याज पीडित संघर्ष समिति अनुसार उनीहरूले विभिन्न कृषि कम्पनीहरूको नाममा सरकारी अनुदान लिएको र त्यसपछि सो रकमको दुरुपयोग गर्दै अत्यधिक ब्याजमा ऋण लगानी गरेको आरोप लगाइएका छन्। साथीहरु समितिको दावा अनुसार जग्गा पास गराएर चर्को ब्याजमा ऋण दिने, दैनिक ब्याजमा पैसा कारोबार गर्ने जस्ता गतिविधिका कारण 100 भन्दा बढी परिवारहरू प्रभावित भएका छन्। यद्यपि यी आरोपहरूबारे अन्तिम सत्य तथा अदालतको प्रक्रिया र अनुसन्धानबाट मात्रै स्थापित हुनेछ। प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ भने फरार रहेका व्यक्तिहरूको खोजी पनि जारी राखेको छ। यस्ता सत्य र विश्वसनीय समाचारका लागि हाम्रो पेजलाई फलो गर्न नभुल्नुहोला। धन्यवाद।